हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। आरामै सन्चै हुनुहुन्छ होला। मेरो भ्लग स्टार्ट चाहिँ किचनदेखि हुँदैछ, किनभने अब म खाना बनाउनु लाग्छु है। सबैजना आरामै सन्चै हुनुहुन्छ होला है। कसैको खाना भइसक्यो होला, कसैको चिया हुँदै होला होइन। अब त्यही त हो नि, बिजी हुन्छ। अब को चाहिँ अब चाँडो ढिलो चाँडो हुन्छ होइन। म चाहिँ बल्ल कफी पिउँदैछु, खाना बनाउँदैछु। आज चाहिँ खाना ढिलो भयो किनभने मेरो भाइ आउँदैछ उता बाहिर जानलाई, त्यही भएर मैले खाना आज ढिलो बनाएको आज चाहिँ। अनि सबैजनालाई मेरो युट्युब च्यानलमा, मेरो ब्लगमा सबैजनालाई स्वागत छ है। अनि यस्तै हेर्नु, तरकारी बनाउनलाई मैले सिमी केलाउँदैछु है। आँखाले बोल मायालु, मनैले बोले त कसले पुस्छ र न्याउली बनैमा हृदयको मायालाई राखे मनैमा। कस्तो छ साथीहरू भन्नु होला, कस्तो छ। यस्तै छ साथीहरू, खाना बनाउने, खुवाउने होइन, नानीलाई स्कुल पठाउने, अब सरसफाइ यस्तै त अनि अरू के हुन्छ र मेरो होइन। बल्ल कफी पिउँदैछु साथीहरू। म बिहान 1 गिलास पानी पिएको थिएँ, अहिले चाहिँ कफी पिउँदैछु है। को हुनुहुन्छ कफी लभर, चिया लभर, यसो तल कमेन्ट गर्नु होला कमेन्ट बक्समा। अब चाहिँ चिसो छ नि त, अहिले झन् चिसो भएको बेला चाहिँ अब धेरै मनपर्छ कसैलाई चिसोको बेला, मलाई पनि धेरै मनपर्छ। हृदयको मायालाई राखे मनैमा। यस्तै छ जिन्दगी चलिरहेको। न्याउली बनैमा हृदयको मायालाई राखे मनैमा। फर्स्ट भ्लग गर्दैछु साथीहरू, त्यस्तो खासै मलाई त आउँदैन होइन। तर के भन्छ अरे, आफ्नो इन्ट्रेस्ट हुन्छ होइन। अब कुनमा के हुन्छ भन्ने हुन्छ नि त। मलाई चाहिँ भ्लग बनाउने एकदम इन्ट्रेस्ट छ होइन, तर त्यस्तो आउँदैन। अब म सिक्दै जानेछु। मलाई चाहिँ यो भ्लगको खासै त्यस्तो राम्ररी थाहा छैन मलाई, बिस्तारै सिकिन्छ होला सायद गर्दै गयो भने है। मैले यो च्यानल खोलेको 1 वर्ष भइसक्यो, तर मलाई चाहिँ बनाउने आँटै नआएर मैले बनाएको छैन थिएँ। बल्ल अहिले चाहिँ अब नानी नि सानो थियो मेरो, अहिले चाहिँ नानी पनि बुझ्ने भइन्, 3 वर्ष पुग्दिन फागुनमा। अनि त्यही भएर मैले चाहिँ अब चाहिँ गर्दै गएछ त कसो नहोला र भनेर अहिले स्टार्ट गर्दैछु। तर खासै आउँदैन मलाई चाहिँ बनाउन, राम्रोसँग आउँदैन है। त्यही भएर यस्तो उस्तो नभनिदिनु होला।
योभन्दा बेटर हुँदै जान्छ कि भनेर सोच्दैछु। म के गर्छु पछि भेटौँ है त साथीहरू। फेरि भनौँ हामी स्कुलबाट आइसकेको भन। हामी स्कुलबाट आएको। फाइनल्ली मैले छोरीलाई स्कुलबाट ल्याइसकेँ साथीहरू। हेलो 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 साथीहरू। यस्तो चिसो बढेछ नि भगवान्, के गर्नु होला? गर्नु चाहिँ के होला? चिसो बढेर हैरान। म चाहिँ अब कफी बनाएर खानु पर्यो, चिसो छ। धेरै चिसो छ, तातो तातो भएर बस्नु होला, चिसोबाट जोगिनु होला। त्यही भन्दै म चाहिँ तिमीलाई मेरो भिडियो इन गर्छु। हस् त, सबैजनालाई धन्यवाद। अनि मेरो भिडियो चाहिँ हेरिदिनु होला, अनि साथ सपोर्ट दिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। त्यही भन्न चाहन्छु। धन्यवाद।